सबैलाई फेरि पनि यस प्रकाश क्षेत्रीय भ्लगमा स्वागत छ। हामी 1 वर्षपछि भेट भएको छ अनुराधा मेरो बुढी र हामी होली खेल्न भनेर बसन्तपुर जान तयारी भएर ट्याक्सीमा गइरहेका छौं। हेलो 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 यता हाम्रो गुरु हुन्छ। केही बेरमा हामी सुन्दारा नजिकै धरहराको अगाडि पुगेका छौं र रमाइलो दृश्य। फाइनली गाइज हामी यहाँ होली सुन्दारा पुगिसकेका छौँ। यहाँ यस्तो सुन्दारा थुप्रै भिडभाड छ, होलीको चहल पहल एकदमै छ गाइज। न्यू रोडको मेन गेटमै मेरो प्यारो दिदी भेटिनु भयो र अनि दिदीसँग होली रङ लगाइयो अनि सबैसँग शुभकामना आदान प्रदान गरियो। सबैजनाले एकदमै होली खेल्यौँ र त्यसपछि हामी टुडेखेलतर्फ जाने निर्णय गऱ्यौँ रमाइलो गर्न, फोटो खिच्न। बसन्तपुर जाने भन्ने सोचेका थियौँ, तर यस्तो भिडभाडले गर्दाखेरि हामी बसन्तपुर जान सकिएनौँ। यहीँनिर भिडभाड देख्न सक्नुहुन्छ पछाडि दृश्यमा। अनुराधाको मालदिप्सको 1 वर्षको बसाइपछि नेपाल आएर मसँग भेटेर होला एकदमै खुसी देखिएकी थिइन्। न्यू रोडदेखि सबैजना टुडीखेल फोटो खिच्न, रमाइलो नाचगान गर्न भनेर टुडीखेल आयौँ। टुडीखेल पनि त्यस्तै भिडभाड थियो। टुडीखेलमा हामी सबैले फोटो खिच्यौँ, रङहरू दल्यौँ, रमाइलो गऱ्यौँ। त्यसपछि नाचगान गर्ने, फोटो खिच्ने, धेरै फोटोहरू भिडियोहरू बनायौँ। फोटो खिचिसकेपछि कर्णाली र सुदूरपश्चिमका एकदम लोकप्रिय गीत देउडा गीतमा हामीले नाचगान गऱ्यौँ। नाचगान गरिसकेपछि हामीले खाजा खाने योजना गऱ्यौँ र खाजा खायौँ। कसैले मोमो, दिदीहरूले चाउमिन मोमो खानुभयो, हामीले मोमो खायौँ। अनि त्यसपछि मोमो खाएर हामी सबैजना घर जाने छुट्टी। आज होली सकिएर हामी सबै तीनैजना सबै अब कोठातिर जाँदैछौँ। बागबजार बस पार्कमा गाडी नपाएर त्यसैमा भिडभाड थियो र असिनो पानी परेर हामी गाडी वेट गरिरहेका थियौँ। फाइनली गाडी भेटिएन, हामी ट्याक्सी रिजर्भ गरेर ट्याक्सीमा घर गयौँ। यस्तो नयाँ नयाँ भ्लगको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।